छौँ। एउटा कुरा के भनौँ भने यहाँ धेरै कुराहरू उठेको छ, धेरै विषयहरू आइसकेका छन्, तर मलाई साँच्चीकै खड्किरहेको कुरा के भने यो विश्वको संविधान बनाउने तरिकाहरू हेरौँ भने दुई प्रकारको मुख्य तरिकाहरू पाइन्छ। एक, विज्ञहरू बसेर संविधान बनाउने र त्यो चाहिँ पार्लियामेन्टले या भनौँ विज्ञहरूको टोलीले बनाएको त्यसलाई चाहिँ पास गर्ने र लागू गर्ने। अर्को हुन्छ जनताका प्रतिनिधिहरूलाई सबै ठाउँबाट सबै प्रकारका जनताहरूका प्रतिनिधिहरूलाई प्रतिनिधित्व गरेर बनाउने संविधान, जसलाई सुप्रिम भनिन्छ। किनभने जनता भनेको सुप्रिम गिभर हो, सुप्रिम पावर गिभर हो भने त्यो जनताले चुनेको प्रतिनिधिबाट जुन संविधान बन्छ त्यो सुप्रिम संविधान हुन्छ भनेर यो हामी संविधानका, अब म पनि विद्यार्थी भएको कारणले संविधानका अध्येताहरू या अध्ययनकर्ताहरू विद्यार्थीहरूले हामीले त्यसरी बुझ्छौँ र त्यसरी बुझिन्छ। त्यसकारण नेपालको संविधान जुन बन्यो त्यो साँच्चीकै जनताको सुप्रिम पावरबाट बनेको थियो, यो चाहिँ हामी सबैले मान्नै पर्छ, पहिलो कुरा। दोस्रो कुरा, संविधान यसै पनि गतिशील दस्तावेज हो, त्यसकारण यसमा परिवर्तनका कुराहरू उड्छन्, परिवर्तन समय अनुकूल परिवर्तन हुँदै जान्छ, त्यो पनि गतिशील कुरा हो, हुन सक्छ। तर सँगसँगै भन्दा पहिला तथापि के भन्न चाहन्छु भने हामी मध्ये, यहाँ उपस्थित भएका मध्ये हामी कतिजनाले हाम्रो संविधान राम्रोसँग पढेका छौँ? हामी जब संविधान, यो नयाँ संविधानलाई हामीले दोष लाउँदै गर्दा, यसका कमी कमजोरीहरूको भन्दै गर्दा हामी 2047 को संविधानलाई एकचोटि पल्टाएर हेरेका छौँ। हामी सङ्घीयता भारी भयो भन्दै गर्दा हाम्रा गाविसहरू कति थिए, वडाहरू कति थिए, त्यसपछिको कर्मचारी तन्त्र र अहिलेको पछिको प्रशासनमा कतिवटा कोटाहरू बढे, त्यो हामीले विचार गरेका छौँ। म खुल्ला डिबेट गर्न चाहन्छु कि संविधानले ल्याएको यो सङ्घीयता, समावेशिता, लैङ्गिक समानताका कुरा, महिला, दलित, जनजाति, मधेसीको लागि जुन हिसाबले आएको छ, साथीहरू एकचोटि पढौँ हेरौँ, यो भन्दा राम्रो हुन सक्छ, तर यो धेरै राम्रो छ। यो भन्दा यसका संशोधनका पाटहरू छैनन् भनेर भनेको होइन, तर संशोधनका पाटहरू हुन्छन्। गतिशील हिसाबले हरेक दिन परिवर्तन हुन्छन्, समयानुकूल परिवर्तन हुन्छन्, त्यो चाहिँ गर्नु नै पर्छ। तर यो खराब छैन, यसका धेरै चिजहरू छन्। जस्तो हामीले धेरै, मैले अघि पनि एकजना साथीले उठाउनु भयो कालो दिवस। साथी, यो कालो दिवस चाहिँ नभनौँ, सुधार गर्ने दिन भनौँ, कालो दिवस नभनौँ भन्न चाहन्छु। किनभने मधेसी जनजातिको लागि साँच्चीकै यसले छुट्टै ठाउँ राखेको छ, यो हामीले बुझ्न जरुरी छ र हामी त्यसमा सधैँ सँगै छौँ। अर्को कुरा, शासकीय व्यवस्थाको कुरा टुच्च उठाउनु भयो, सानो उठाउनु भयो उहाँले। हो, शासकीय व्यवस्था चाहिँ नेपाल कम्युनिस्ट पार्टी माओवादीले संविधान जारी गर्दै गर्दाखेरि नोट अफ डिसेन्ट राखेको थियो शासकीय स्वरूपमा। जुन प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था थियो भने यो उत्कृष्ट हुन सक्थ्यो भन्ने छ र त्यो एजेन्डामा हामी आज पनि तत्पर छौँ। यही एउटा चिज चाहिँ मलाई आफूलाई खड्किरहेको, साँच्चीकै खड्किरहेको मलाई चिज चाहिँ यो हो, हाम्रो व्यवस्था यत्रो बलिदानी यत्रो भएर आएपछि कम्तीमा यो हुन्थ्यो भने सायद स्थायित्व, राजनीतिक स्थायित्व हुन्थ्यो कि फेरि अर्को कुरा। किनकि यो संविधानको विषय भएर थोरै राजनीतिक कुरा जोडेँ, म माफी माग्दै, कतिपय हामीलाई त्यति धेरै इन्ट्रेस्टको विषय छैन पनि भन्नु होला। तर एउटा कुरा के भने स्थायित्व भनेको के हो? के हामी एउटा परिवारलाई जिन्दगीभरि दिने स्थायित्व खोज्या हो, या जनताले चुनिएको प्रतिनिधिहरू हामीले छान्दै त्यो सर्टेन टाइमको लागि स्थायित्व हो? जस्तो स्थायित्वको कुरा गर्दै गर्दा हाम्रा एसियाका विभिन्न देशहरू 15 वर्षसम्म 16 वर्षसम्म, विश्वका विभिन्न देशहरू एउटै परिवारले 20-25 वर्षमा चलाएर देशलाई कङ्गाल बनाएको स्थिति पनि छ है। स्थायित्वको कुरा गर्दै गर्दा यी चिजहरू पनि माइन्डेड चाहिँ हुनुपर्छ। तर प्रत्यक्ष निर्वाचित, जनताबाट निर्वाचित राष्ट्रपतीय व्यवस्था भयो भने सायद हामीले खोजेको स्थायित्व र सही व्यक्तिलाई चुन्न सक्ने व्यवस्था चाहिँ हुन सक्थ्यो। त्यो चाहिँ मलाई पनि लागेको र हामी सबैलाई लागेको चिज हो। परिवर्तनको एउटा चिज, अहिले भर्खरै संशोधनको कुरा चलिरहेको छ, सायद यो संशोधन सायद गइदिएदेखि कति राम्रो हुन्थ्यो होला भन्ने चाहिँ मेरो पनि मत छ भन्दै। अनि अर्को कुरा, जातीय जुन पहिचानका कुराहरू छन्, पहिचानका कुरामा त अनि सांस्कृतिकका कुराहरू छन्, जातीय पहिचान दिने कुराहरू छन्। यसमा चाहिँ हाम्रो सदैव
साथ सहयोग रहनेछ, सही कुराहरूमा साथ र सहयोग रहनेछ भन्दै आज यो सँगसँगै यो संविधानमा हक र अधिकारहरू धेरै लेखिए। पुनः म त्यतातर्फ जान चाहन्छु। हक र अधिकार धेरै लेखिए तर यसको कार्यान्वयन पक्ष साँच्चैकै कमजोर भयो। त्यसले पनि सायद यो संविधान विरोधी भावना थोरै विकास चाहिँ भएको हो भन्नेमा मलाई पनि लाग्छ। हामी सबैले अपनत्व गर्न नसकेको सायद, किनभने हामीले मौलिक हकहरू 33वटा मौलिक हकहरू लेख्यौँ, विभिन्न हकहरू अधिकारका कुराहरू लेख्यौँ, कर्तव्यका कुरा लेख्यौँ। न हामीले अधिकार पायौँ गतिलरी, न हामी कर्तव्य पालन गर्छौँ। हामी उशृङ्खल पनि बन्दै गएका छौँ। एउटा स्वतन्त्रताको चिजमा, स्वतन्त्रताको नाममा हामीले अराजक गतिविधि हामी आफै पनि गर्छौँ अनि फेरि हाम्रा अधिकारहरू सुनिश्चित हुँदै गर्दा ती अधिकार प्राप्ति पनि भइरहेको छैन। सिर्फ लेखेर मात्रै हुँदैन, लेखेर मात्रै संविधानमा लेखेर मात्रै हुँदैन, त्यसले जनताको अवस्था परिवर्तन गर्न सक्नुपर्छ र ती लेखिएका संविधानहरू अक्षरशः पालन हुनुपर्छ। तब मात्र संविधानको अपनत्व सबैले गर्छन् भन्ने कुरामा मेरो पनि मत रहेको जानकारी गराउँदै राजदूतावासले यस आयोजना गरेको यस कार्यक्रममा राजदूतावासका धेरै प्रशंसा, धेरै भूमिकाका कुरा भइसके, त्यसमा मेरो समर्थन रहेको जनाउँदै हामी फेरि पनि साउदी अरेबियामा रहेका सबै सङ्घ संस्थाहरू एक आपसमा मिलेर यहाँ भएका श्रमिकका मुद्दाहरूमा हामी सधैँ एक हुनेछौँ। अब देशमा राजनीति एक किसिमको छ, त्यो जे भए पनि हामी यहाँ चाहिँ वैचारिक भन्दा पनि सामाजिक काममा हामीले धेरै ध्यान दिन्छौँ र त्यो सामाजिक संस्था, सबै सामाजिक संस्थाहरूलाई हामी ऐक्यबद्धता गर्दै हामी यो उद्धारका कार्यहरूमा सँगसँगै लाग्नेछौँ भन्ने जानकारी पनि गराउँदै यो कार्यक्रम साँच्चैकै संविधान दिवस जस्तै देखिएको छ। सबैको प्रतिनिधित्व छ, सबैजना हुनुहुन्छ। यो